नमस्ते लसो फेफुला इट्स मी रितु तामाङ वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। सो हजुरहरूलाई म आज मेरो मिनी गार्डन देखाउँछु ल, मैले के रोपेको छु मेरो गार्डनमा। सो हजुरहरूलाई म सो गर्छु ल। गाइस यो चाहिँ मेरो सानो मिनी गार्डन छ अनि यहाँ चाहिँ धेरै रोपेको छैन। यसमा सागहरू छ अनि धनियाँहरू, आलुहरू, लसुनहरू छ अलिअलि, किनकि यहाँमा कति ढुङ्गाहरू छ नि त नि, त्यही कारणले राम्रोसी हुँदैन नि त। त्यही भएर ढुङ्गाहरूलाई साइड गरेर राम्रोसी माटो लिएर अनि मैले चाहिँ रोपेको छु। यहाँ हेर्नुहोस् न, यो चाहिँ हो धनियाँ अनि यो चाहिँ मेरो आपाले बनाइदिनु भएको यो डन्ठी र अनि यस्तो ढाल्नु भनेर एकदमै सजिलो हुन्छ। हेर्नुहोस् न गाइस, अनि यो चाहिँ न गाइस लसुन अलिअलि हुँदैछ, यत्रो भर्खरै हेर्न सक्नुहुन्छ हजुरहरू। अनि यहाँ चाहिँ छ आलु गाइस, यो सबै मैले रोपेको हेर्न सक्नुहुन्छ। ढुङ्गाहरू छ नि त यसमा अनि यति राम्रो चाहिँ हुँदैन। कुलेको छैन हौ। अनि यहाँ चाहिँ छ आलु यत्रो हुँदैछ गाइस आलु। मम्मी पापा चाहिँ मलाई हेर्दै गर्नु हुँदैछ कि कुल्चिन्छ भन्दै उयो साइडमा बसेर। यसमा म लगाउँदैछु। धेरै त हुन्न, अलिअलि हुन्छ किनकि यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू छ नि त, स्टोनहरू, अनि त्यही कारणले यति राम्रोसी हुन्न र अनि ढुङ्गालाई चाहिँ एक साइड गरेर अनि पुरा राम्रोसी माटो गराएको छु। अनि यहाँ चाहिँ छ मेरो मिनी कुखुरा फार्म लोकल। अनि यहाँ चाहिँ पुरा जाली लगाएको छ नि त, किनकि यसमा पुरा केही पनि नजाओस् भनेर, किनकि त केहरू सुँगुरहरू हुन्छ, बाख्राहरू हुन्छ नि त गाइस। त्यही भएर रुक्नु देखाउँछु तपाईँलाई। यता चाहिँ बाख्राखोर बाख्राखोर अरे उयो के भन्छ अरे कुखुराखोर पुरा जाली लगाएको छ। हेर्नुहोस् न मेरो पापाले एकदम दामी लगाएको छ। अनि कुखुरा चाहिँ गाइस आएको छैन अहिले त, कहाँ आयो भने चाहिँ म हजुरहरूलाई देखाउँछु। अनि त ल मेरो पानी भरेर खत्तम भइसकेको छ, अब पुरा ढाल्नुपर्छ त मजाले। अनि जब मेरो बगानमा हुन्छ नि तब हजुरहरूलाई देखाउँछु ल। धनियाँ आलुको सब्जी बनाएर देखाउँछु मेरो यत्रो भयो उयो बगानमा भनेर ल।